के युएसले वर्ल्ड वार 3 स्टार्ट गरेकै हो त? के वार हो? अब सुरुमा युएसले इजरायलसँग मिलेर इरानमा एट्याक गर्यो। ट्रम्पले इरानलाई हाम्रोबाट फुल वार हो यो, सरेन्डर गर नत्र सबैजना मर्छौ। इरानका सबैजनालाई यो ठुल्ठुला नेताहरूलाई मार्ने कुरामा ट्रम्पले सर्कुलेट गरिसकेका छन्। अब यसको रिभर्समा चाहिँ इरानले एट्याक गर्न लागिसकेको छ। अब एट्याक गरि पनि सक्यो। यो गल्फहरूमा भएको यो आर्मी बेस क्याम्पहरूलाई, अमेरिकन आर्मी बेस क्याम्प। अब के यो वार फुल फेसमै जान्छ त भन्ने कुरा अब यसलाई चाहिँ 2-3 दिनमा हेरौँ। अब 2-3 दिनमै थाहा हुन्छ यो कतिको लङ टर्म जान्छ। अब ग्लोबल मार्केटको कुरा गर्दा चाहिँ गोल्ड सिल्भर मेटल्सहरूमा त अब इन्भेस्टमेन्ट गर्ने नै भयो। तर अरू भोलाटाइल एसेट्सहरू, इक्विटी क्रिप्टोहरूमा चाहिँ राम्रो करेक्सन आउने देखिन्छ। नेपालको कन्टेक्समा चाहिँ उडानहरू रद्द भएको छ। अनि वर्क भिजामा जाने नेपालीहरूलाई चाहिँ कामकै अनिश्चितता भइसकेको छ।